सबैजनालाई वेलकम छ स्कुल अफ लोकसेवा प्रिपरेसनमा। अब छिटै नै आइक्यू एक्जाम हुँदैछ। अब पदेक बिल्डरको पनि हुन्छ, साथसाथै अफिसर क्याडेट 67 बेसिसको पनि आइक्यू एक्जाम हुन्छ। र त्यहाँ हेर्ने हो भने चाहिँ हाम्रो एक्जाममा चाहिँ टोटल फुल मार्क्स चाहिँ 60 हुन्छ भने पास मार्क्स चाहिँ 24 हुन्छ। अनि नेगेटिभ मार्किङ चाहिँ कहिले पनि आइक्यूमा चाहिँ नेगेटिभ मार्किङ हुँदैन। सो सबैजनाले चाहिँ सबै एटेम्प गर्नुभयो भने चाहिँ पास हुने चान्स एकदमै हाई हुन्छ। आइक्यू त्यति गाह्रो नै हुँदैन। जस्तै त्यहाँ भनेको चाहिँ भर्बल रिजनिङबाट चाहिँ 20 मार्क्सको आउँछ भने चाहिँ न्युमेरिकलबाट चाहिँ 15 अनि नन भर्बलबाट चाहिँ 20 मार्क्सको आउँछ र म्यानेजेरियल अर्गनाइजेसन प्रब्लम सल्भिङ टेक्स्टबाट चाहिँ 5 मार्क्सको आउँछ हैन। अनि टाइम भने चाहिँ हामीलाई 30 मिनट्स हुन्छ। अनि स्टुडेन्टहरूले धेरैले हामीलाई भन्नुहुन्छ कि कति बजे हुन्छ हामीलाई चाहिँ सिधै अन्तिम जस्तै 25 मिनट्स हुन्छ नि, हामीले एक्जाम दिएको 25 मिनट्स भएपछि 1 बेल बजिन्छ। 1 बेल बजेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा 1 बेल बजेपछि 5 मिनट्स टाइम बाँकी छ भनेर चाहिँ त्यो बुझ्नु होला। अनि त्यो 5 मिनट्स टाइम बाँकी हुँदा चाहिँ तपाईँहरूले कतिवटा भ्याउनु भएन त्यसमा हट्छ भयो नि गर्नु होला। किनभने त्यो गर्नुभयो भने तपाईँहरूले जस्तै 20 वटा गर्नुभयो अनि तपाईँले 20 वटा मिलेको छ, 40 वटा गर्नुभयो हैन। जस्तै 20 वटा बाँकी छ, तपाईँले त्यो 20 वटा हट्छ गर्दा पनि 4 वटा मिल्यो भने तपाईँ आइक्यू एक्जाममा पास हुनुहुन्छ। र त्यसमा चाहिँ एकदमै पास गर्नको लागि टिप्स एन्ड ट्रिक्स भनेको चाहिँ यो हो। जस्तै मिरर इमेज, वाटर इमेजहरू पढ्नु पर्यो हजुरहरूले, डट सिचुएसन पढ्नु पर्यो, इम्बेडेड फिगर, एनालोजी, ह्यान्डसेक, हेड एन्ड लेग, एनालाइटिकल रिजनिङ, भेन डायग्राम, कमन सेन्स, कोडिङ एन्ड डिकोडिङ, डिरेक्सन, नेचुरल सिक्वेन्स टेन्स, अल्फाबेटिकल टेस्टहरू यिनीहरूलाई चाहिँ बेसी फोकस गरियो भने चाहिँ तपाईँहरूले यतिबाट नै 15 देखि 20 मार्क्स जति एक्जाममा कभर गर्न सक्नुहुनेछ। र 15 देखि 20 मार्क्स चाहिँ कभर गर्नुभयो भने तपाईँहरूलाई एक्जाममा पास हुन नि एकदमै सजिलो हुनेछ। र यो नै फलोअप गर्नु होला। र केही समयमा हामीले नि अनलाइन आइक्यू एक्जामहरू कन्डक्ट गराउँछौँ। त्यसपछि अपडेटहरूको लागि चाहिँ हजुरहरू हाम्रो एकाउन्टलाई फलोअप गरिरहनु होला।